हेलो गाइज गुड मर्निङ शुभ सन्ध्या शुभ बिहानी। आज चाहिँ अर्ली मर्निङमै म र मेरो साथी भएर हामी इटालीको अति नै रमणीय सहर मिलानतर्फ लागिरहेको छौँ है। अन द वे यो चाहिँ माथिबाट लिएको केही सुटहरू फाइनल्ली मिलान आइसकेपछि मिलान चाहिँ यत्तिको छ है। हेर्नुहोस् अति नै प्राचीन सभ्यता बोकेको हिस्टोरिक सिटी मिलानोमा यो चाहिँ पुरानो जमानाको ट्रेनहरू चल्ने ठाउँ रहेछ कि होइन। र नो स्टिल नो वान क्यान बिट दिस है। यस्तो बवाल छ होइन। कतिपय हलिउड मुभीहरू पनि सुटिङ भएको छ अरे भन्ने चाहिँ सुनेको हो मैले, तर खासै मलाई चाहिँ त्यसको बारेमा फिल्महरूमा त्यति इन्ट्रेस्ट चाहिँ छैन मेरो होइन। फाइनली म चाहिँ इटाली डुओमो आइसकेपछिको यो हो। मैले केही आफ्नो क्यामेरामा कैदहरू गरिरहेको छ। यो चाहिँ देख्न सक्नुहुन्छ इटाली डुओमो। अति नै बवाल, अति नै सुन्दर, अति नै राम्रो। तपाईँहरूले यहाँको देख्न सक्नुहुन्छ सबै ठाउँहरूलाई प्राचीन सभ्यता बोकेको यस्तो बवाल मैले आफ्नो क्यामेरामा कैद गरिरहेको छु। यो चाहिँ विश्वकै सबभन्दा पुरानो सपिङ महलभित्र तपाईँहरूलाई म इन्ट्री गराउँदैछु। अहिले चाहिँ म भित्र गइसकेपछि है मेरो साथीले पछाडिबाट खिचिदिएको मेरो केही भिडियोहरू अति नै बवाल रहेको छ। यसभित्र इटालियन ब्रान्डहरू त कति हो क्या होइन। गुच्ची के हो प्राडा। हामी त अब त्यस्तो युज गर्दैनौँ पनि होइन, त्यति साह्रो थाहा छैन। तर आँखाले हेरेर भयो भने यस्तो चित्त बुझाइयो होइन। माथिबाट हेर्दा उल्टोबाट यस्तो बवाल कि होइन। हेर्न पैसा नलाग्ने होइन, भित्र जति सबै हेरियो सबै बवाल होइन। अनि म चाहिँ सबै हेरिरहेको छु होइन। म आफैलाई पनि अचम्म लागिरहेछ कि कहाँ छु कस्तो छु होइन। यो सबै मेरो आँखाले देखेको सबै कुरा सपना जस्तो भइरहेको छ क्या मलाई चाहिँ होइन। तपाईँहरूले लियोनार्दो दा भिन्सीलाई मोनालिसा पेन्टिङको त चिन्नुहुन्छ होला, उहाँ नै हो होइन। उहाँको स्ट्याच्यु हो। अन फ्रन्ट अफ मी यु क्यान सी दिस डोमो, वान अफ द बिगेस्ट चर्च इन दिस वर्ल्ड। र 200-300 वर्ष पुरानो पनि रहेछ होइन। अनि हिस्टोरी पनि बवालै रहेछ हेरेँ होइन। तर मसँग खासै राम्रो क्यामेरा नभएको हुनाले मैले खासै थाहा पाएन। अनि इटालीको सहरहरूमा स्ट्रिटहरूमा घुम्दै गर्दाखेरिको केही झलकहरू होइन मैले मेरो मोबाइलमा क्यामेरामा कैद गरेर तपाईँहरू सामु चाहिँ आज प्रेजेन्टेसन गर्दैछु होइन। कन्टे चाहिँ बवालै हो। तर तपाईँहरू यदि इटाली आउनुहुन्छ भने होइन यो खालको ट्राम्पहरू युज गर्न नछोड्नु होला। अति नै बवाल, अति नै पुरानो, कम्तीमा 100-150 वर्ष पुरानो होइन। र इटाली आइसकेपछि इटालियन पास्ता पिज्जा त ट्राई गर्नै पऱ्यो नि। नाइ त भने त इटालीको कमाइ कसरी प्रयोग हुन्छ। अति नै बवाल छ। एक झलक फेरि म तपाईँहरू सामु चाहिँ प्रस्तुत गर्दैछु। यस्तो बवाल छ, हेर्न सक्नुहुनेछ। अनि यो चाहिँ मिलान डोम हो है अन्तिम पटक। त्यसपछि आजको भ्लग यहीँ एन्ड गर्न चाहन्छु। स्टे सेफ, स्टे हेल्दी। सबैले मिलेर सपोर्ट गर्नुहोला। लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नुहोस् है। सबैको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच। If I don't take that step today, you'll